भर्ने होइन त आइपिओ ₹1000 ठिक पारेर राख्नु है। किनकि कालिन्चोक हाइड्रो पावर लिमिटेडले चाहिँ सर्वसाधारणको लागि आइपिओ निष्कासन गर्ने मिति सार्वजनिक गरेको छ भने आउनुहोस् यो कालिन्चोक हाइड्रो पावर लिमिटेडमा कहिलेदेखि आवेदन दिन सकिन्छ, यसको नेटवर्थ कति रहेको छ, अर्निङ पर सेयर कति रहेको छ, अनि हामीले कति किता आवेदन दिने, यसको पहिलो कारोबार मूल्य कति रहनेवाला छ त आउनुहोस् आजको भिडियोमा सम्पूर्ण चर्चा गरौँ। र साथीहरू यदि तपाईँहरू पनि यस्तै आइपिओ, एफपिओ, सेयर बजार रिलेटेड नयाँ नयाँ अपडेटहरू चाहनुहुन्छ भने यस च्यानललाई सब्सक्राइब गरिदिनु होला। आउनुहोस् ढिला नगरी आजको टपिकतर्फ लागिहालौँ। साथीहरू यस कालिन्चोक हाइड्रो पावर लिमिटेडको नेटवर्थ रहेको छ ₹106.49 भने अर्निङ पर सेयर रहेको छ ₹7.07। यस कम्पनीले प्रति किता ₹100 का दरमा 6,84,750 किता सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। यस कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी ईश्वर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमता औसत जोखिम रहेको सङ्केत गर्छ। यस कम्पनीले चैत्र 22 गतेदेखि 25 गतेसम्म बिक्री खुल्ला गर्न लागेको छ। मेरो सेयर एप मार्फत सजिलै आवेदन दिन सकिनेछ। हजुरहरूले यसमा 10 किता मात्र एप्लाई गर्नुहोला। अहिलेको टाइममा प्राय जसो आइपिओहरू ओभर सब्सक्राइब हुने भएकाले लक्की ड्रबाट बाँडफाँड गर्दाखेरि 10 किता मात्र पर्छ। सो 10 किता मात्र एप्लाई गर्नुहोला। साथीहरू यस कम्पनीको कारोबारको मूल्य ₹100 देखि ₹300 को बीचमा हुनेवाला छ। यो आइपिओ जम्मा 68,450 जनालाई मात्र पर्नेवाला छ 10 किताको दरले। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र, स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेपछि अब दोस्रो चरणमा हामी सबै सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। सो चैत्र 22 गतेदेखि 25 गतेसम्म यो आइपिओ खुल्ला रहनेवाला छ। आइपिओमा 10 किता मात्रै भर्नुहोला। त्यसैले ₹1000 रेडी गरेर राख्नुहोला यो आइपिओ भर्नका लागि। र यस्तै भिडियो अपडेटहरू हेर्नका लागि च्यानललाई सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।